र नेपालको राष्ट्रिय खेलाडीको विदेश प्लान हुने क्रमलाई पनि कम गर्नेछ र भलिबल खेलको उचाइलाई पनि यसले निरन्तरता दिनेछ भन्ने मलाई लाग्छ र यसमा सहयोग गर्ने सम्पूर्ण पत्रकार मित्रहरू, अनरहरू र सहयोगीदाताहरू सम्पूर्णप्रति म हार्दिक आभार व्यक्त गर्दै नेपालको भलिबल त्यसमा पनि राष्ट्रिय खेलहरूको पनि खेललाई माया गरिदिनु भएकोमा म अझ त्यसप्रति कृतज्ञ छु र खेल हार जित भन्दा पनि अन्तर्राष्ट्रिय सहभागिता र जित र हार भन्दा पनि राष्ट्रिय खेल मार्फत राष्ट्रलाई एक ठाउँमा ल्याउने एउटा अभियानमा यहाँले पुर्याउनु भएको योगदानप्रति म आभार व्यक्त गर्न चाहन्छु र म चाहिँ अहिले अलिकति व्यस्तताको कारणले गर्दाखेरि टिमहरूसँग बस्न नपाए पनि हाम्रो कोचेसहरूले टिमको अनुभवहरूलाई न्यायने कुराहरू र अन्तर्राष्ट्रिय सहभागितामा उहाँहरूले सहयोग गर्ने कुराहरू अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीहरूको एउटा संयोजनले टिमलाई बिल्डअप गर्ने कुराहरू र अबको 4-5 वर्षमा जुन प्रकारले यो लिगले नेपालको नेसनल स्पोर्ट्सलाई माथि ल्याउनेछ र हामीले त्यो अहिले नै हामीले कल्पना गर्न थालेछौँ, भिजुअल देख्न थालेछौँ कि यो लिग जुन प्रकारले क्रमशः अगाडि बढिरहेको छ र नेपालको राष्ट्रिय खेलाडीको विदेश प्लान हुने क्रमलाई पनि कम गर्नेछ र भलिबल खेलको उचाइलाई पनि यसले निरन्तरता दिनेछ भन्ने मलाई लाग्छ र यसमा सहयोग गर्ने सम्पूर्ण पत्रकार मित्रहरू, अनरहरू र सहयोगीदाताहरू सम्पूर्णप्रति म हार्दिक आभार व्यक्त गर्दै नेपालको भलिबल त्यसमा पनि राष्ट्रिय खेलहरूको पनि खेललाई माया गरिदिनु भएकोमा म अझ त्यसप्रति कृतज्ञ छु र म एउटा भलिबल खेलकर्मीको हिसाबले र झन्डै 30-35 वर्षको एज ए प्लेयर र कोचको जर्नीको हिसाबले पनि हामी चाहिँ अब चाहिँ जीवनको उत्तरार्धमा पुग्दै गर्दाखेरि भलिबल खेल्ने जुन उचाइ जुन उडान अगाडि बढाइरहेको छ त्यसले हामीले जीवनभर गरेको दुःख, खेलाडीहरूको मर्म, कोचहरूको व्यथा र चाहिँ सहयोगकर्ताहरूले गरेको जुन आफ्नो श्रमहरू छ र जसले आफ्नो तौरबाट कसरी कलम चलाएर कसरी फाइनेन्सियली रूपमा, मेन्टली रूपमा हरेक तर्फबाट एउटा स्पोर्ट्स पर्सनलाई मोटिभेट गर्ने हिसाबको जुन प्रक्रियालाई यहाँसम्म ल्याइरहेको छ त्यसलाई मूर्त रूप दिनुको लागि यो मेन्स भलिबल लिगले चाहिँ आगामी दिनमा पोइन्ट गर्नेछ भन्ने कुरा राख्दै र यो एनबिएल लिग अहिलेसम्मकै भलिबलको हिस्ट्रीमा भनौँ म अझ धेरै राम्रो गर्नेछ भन्ने मलाई विश्वास लागेको छ किन जुन प्रकारले अनरहरूको उत्साह छ, पत्रकार साथीहरूको यत्रो सहयोग छ र सहयोगदाताहरूले पनि भलिबललाई चाहिँ धेरै नजिकबाट हेरिरहेको जस्तो मलाई लाग्छ र यी सबैको सहयोगले अघि नै टुगेदर एभ्रिवेयर एचिभ मोर भनेर TEAM को फुल फर्म त्यही हो, टिम गेम हो यो। टिम गेमलाई सबैको एक तर्फबाट साथ सहयोग भयो भने सबैले पैसा मात्र दिनुपर्छ भन्ने होइन, त्यसलाई पोजिटिभ रूपले सबैले हेरिदियो भने, गर्ने मान्छेलाई प्रोत्साहन दियो भने र पत्रकार साथीहरूले जुन प्रकारले राष्ट्रिय खेल बनाउनुको लागि कलम चलाएर राष्ट्रिय खेल किन बनायो त भन्दाखेरि 79% हिमालय पहाडले ढाकेको छ जसमा अरू खेलहरू चाहेर पनि खेल्न नसक्ने वातावरण छ र दूरदराजका खेलाडीहरूलाई, ट्यालेन्टहरूलाई, लुकेका प्रतिभाहरूलाई थ्रु भलिबल चाहिँ सहरमा ल्याइदिएर अरू खेलहरूलाई पनि त्यसले मूर्त रूप दिइरहेको छ। तपाईँले फुटबलमा, क्रिकेटमा, अन्य गेमहरूमा तपाईँले सोध्नुहुन्छ नेसनल प्लेयरलाई भने कुन खेलबाट तपाईँले चाहिँ सुरुवात गर्नुभएको थियो भने भलिबलले हुन्छ। दीपक विष्टकै कुरा गरौँ, दीपक विष्ट 2051 सालमा मसँगै क्षेत्रीय भलिबल गेम खेलेको मान्छे, भलिबलबाट फेरि ताइक्वान्डोमा यत्रो एउटा ऐतिहासिक पदकहरू हासिल गरेको त्यस्तो धेरै व्यक्तिहरू जुन चाहिँ भलिबल खेल मार्फत नै अगाडि आएर उसको ट्यालेन्ट्स, उसको हुनर देखेर चाहिँ कोचेसहरूले ग्र्याब गरेर अरू खेलमा अन्तर्राष्ट्रिय पदक जित्ने खालको जुन वातावरण क्रिएट गर्यो त्यसमा अझ यो लिगले थप प्रोत्साहन गर्नेछ भन्ने मलाई आशा र विश्वास छ र यो प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै र यो अन्नपूर्ण स्ट्राइकरसिप भनेको पोखरासँग रिलेटेड छ र गण्डकी प्रदेश भनेको अहिलेको नेपालको 7वटै प्रोभिन्समा सबैभन्दा धेरै भलिबल चलायमान गर्ने जिल्ला पनि हो, के अरे प्रदेश पनि हो र त्यहाँ 10वटा जिल्ला छ, 10वटै जिल्ला पहाडले ओगटेको छन्। त्यस कारणले पनि भलिबल चाहिँ बाई बर्थ उकालो ओह्रालो हिँड्दै आफ्नो अटोमेटिकली स्ट्रेन्थहरूलाई डेभलप गर्दै अहिले चाहिँ धेरै प्रतियोगिता, धेरै सहभागिताले गर्दाखेरि पनि बिना कोच, बिना लगानी पनि जुन प्रकारको एउटा फड्को मारेको छ त्यसलाई पनि सहयोग पुग्नेछ भन्ने आशा र विश्वास गर्दै सबैलाई फेरि पुनः एकपटक हार्दिक नमस्कार गर्दै कार्यक्रमको शुभकामना व्यक्त गर्छु।